सरस्वती नाथको भक्त भगवानको यो पवित्र भूमिको जय 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 श्री राधे श्याम। अब हामीले हिजोसम्मका कथाहरूमा ब्राह्मणले चाहिँ यो गृहस्थ गरेर बसेपछि सन्तान नहुनुभन्दा दुःखको कुरा केही होइन रहेछ। जति सम्पत्ति धन भए पनि, जति ठुल्ठुला घर गाडी भए पनि, सम्पत्ति हुँदाखेरि चाहिँ सम्पत्ति नहुँदा र सन्तान हुँदा त्यो नै सुखी रहेछ। हामी मनुष्यले गृहस्थ गरेर बसेपछि सन्तान ठुलो कुरो रहेछ, सन्तान चाहिने रहेछ भनेर हिजो मलाई छोरो दिव्य छोरो दिनुहोस् भनेर भगवान् विष्णु नारायणसँग भनेको थियो र भगवान्ले भन्नुभएको थियो तिमीलाई एक जन्म होइन 7 जन्मसम्म छोराको सुख प्राप्त लेखेको छैन। त्यसैले मैले तिमीलाई जुन दामादले लेख्नु भएको थियो त्यो सबै हेरिसकेँ, तिमीलाई पुत्र त लेखेकै छैन भनेर जब भगवान्ले भनेपछि साह्रै दुःखी भएर ती ब्राह्मण सुदेव ब्राह्मण चाहिँ भुइँमा डङ्गङ्ग रुख ढलेर चाहिँ ढल्नु भएको थियो र उहाँकी पत्नीले गएर छेउमा गएर रुँदै रुँदै भन्नुभएको थियो छोराले सुख हुन्छ भनेर नसोच्नुहोस् राजा, तपाईँ उठ्नुहोस् उठ्नुहोस्, मैले भनेको कुराको हजुरलाई ज्ञान होस् भनेर उहाँ आफ्नै पतिले चाहिँ आफ्ना पतिका छेउमा गएर रुँदै रुँदै पतिलाई यो कुरा बोल्न लाग्दै हुनुहुन्थ्यो। र गरुडजीले चाहिँ भगवानको यो जुन भगवानको भक्ति गरेपछि भक्तले चाहेको कुरा दिन सक्नुहुन्न भने तपाईँको यो संसारमा पूजा आजा हुँदैन, तपाईँको धर्म पनि कहाँ रहन्छ भनेर हिजो गरुडले भगवानसँग झगडा गर्दै गर्दै त्यो सुदेव भन्ने ब्राह्मणलाई पुत्र म दिन्छु भनेर हिजो गरुडले भन्नुभएको थियो। र हरि भगवानले पनि, हरिनारायण भगवानले पनि, विष्णु भगवानले पनि यिनलाई चाहिएको जस्तो पुत्र दिनु भनेर आफ्नो गरुड पन्छीलाई हराउनु भएको थियो। र अब आज गरुड भगवानले अब सुदेव भन्ने ब्राह्मणलाई छोरो दिनुहुन्छ कि दिनुहुन्न भन्ने कथाहरू यहाँ चर्चा परिचर्चा गएको छ। त्यसैले यहाँहरू आनन्द मानेर अब पहिला पाठ श्रवण गरौँ अनि त्यसपछि कथा श्रवण गरौँला। ओम जय जय श्री राधे राधे। सबैजनाको जय श्री ओम श्री गणेशाय नमः। ओम सरस्वत्यै न सरस्वत्यै नमः। ओम मातृपितृचरण कमलेभ्यो नमो नमः भनेर अब हामी पाठ श्रवण गरौँ। ओम श्री नारायण वाच श्रुणनारदवच्चिरं यदुक्तं दृढधन भने वाल्मीकिना महाप्राज्ञा चरितं परमाद्भुतम्। ओम दृढधन्वन् महाराज श्रुणस्व वचनं मम सम्पूर्ण केशवादेशातीत महाविधिदेशुरम्। सप्तजन्मस्ते पुत्र सुखं नास्ति तिथेर्वच हरिरोक्तं द्विजश्रेष्ठ तथैव तदाधुना। तथापि स्वामिना ज्ञप्त कृपया दैते सुतं मन्दसम्भवः पुत्रो भविता तपोधन। ओम येन त्वा मिशतसत्यस्य लक्ष्यस्य गौतमीयुत परं तञ्जलितं दुःख योगभार्भविता यध्रुवम्। धन्योषि द्विजशार्दूल एतज्जहरतोद्भवति सकामप्यतः निष्काम हरिभक्तिर्हरे प्रिया। जलद्बुद्बुधवत् पुंसा शरीरं क्षणभङ्गुरं तदसात् हरे पादं धन्यचित्त यतेद् हरिः। हरिरन्वेण संसारात् तारयेद् बहुदुस्तरात् हरिरेव कृपालेशान् मय तत् सुतस्तव। मनसि श्रीहरिं धित्वा पितरस्योत यथा सुखम् उदासीनतया स्थित्वा भुङ्क्षु संसारजं सुखम्। ओम वाल्मीकि उवाच दम्पत्यो पश्यतो सद्यो त्वत् परममुत्तमम् हद्दतारहरि शीघ्रं ययौ निकेतनम्। सुदेवोऽपि सपत्नीको परं लब्धमनोगतम् आसाद सुप्रियं भेदे कार्यस्थ सुखमुत्तमम्। कियत्कालक्रमेण स्यादसमुपद्यतः दशमे मासे सम्प्राप्ते पूर्णगर्भो बभूवः। प्रसूतिकाले सम्प्राप्ते शाश्वतसुतमुत्तमम्। देवस्तात्मजे जाते जातलादयो लादो बभूवः। आहूय जातकं कर्म चकार द्विजसप्तमान् प्रियदानं ददौ तेभ्यः सुस्नातो द्विजसप्तमा। ओम नाचास्यात् करोतु धीमानं ब्राह्मणैश्वरनिर्जितः अयं सुतः सुपर्णेन दत्तप्रेम्णा कृपालुनः। शारदेन्दुरिव प्रोधत ते
सन्निभ शुकदेवितनावयं पुत्रस्तु मम वल्लभ ये अवधरत सुत शीघ्र शुक्ल पक्षैव डुप पितृमनोरथै साकं मातृमानसनन्दन। के भयो हाँस चलिरहेको त उपनियम सुततात सावित्री दत्तवान् मुदा संस्कारं वैदिकं प्राप्य ब्रह्मचर्य प्रतिष्ठितः तक्तेजसान्वितोद्रेजे साक्षात् सूर्यैवा पर वेदाध्ययनामा रेभे कुमारो बुद्धिसागर सद्बुद्ध्यानन्दमाया स्वगुरुं गुरुवत्सल सकिन्दी गदमात्रेण विद्यां सर्वमुपे युवान्। ओम वाल्मीकिरुवाच एकदा देवलोभ्यागत कोटि सूर्यसम प्रभो तमलोके सुदेवोऽसौ न नाम दण्डमन्मुदा पूजयामास विधिवर घर्गे पाददिवुर मुनिम् आसनं कल्पयामास देवलाय महात्मने तत्रूपविष्टो भगवान् देवलो देवदर्शन चरणे पतितं दृष्ट्वा कुमारं देवलो ब्रवीत् भोगो सुदेवस्तन्योऽसि तुष्टस्ते भगवान् हरे एतस्त्वं प्रतवान् पुत्रं दुर्लभं सुन्दरं वरम् एतदृष्टसुतं क्वापि न कस्याप्यवलोकितः विनीतो बुद्धिमान् वाग्मी वेदध्यायनशीलवान्। एहि पुत्र किमे तत्ते करे पश्यामि कौतुकं संच्छन्नं चामरयुगं कमल संयुतम्। ओम आजलो विनयतस्तो हरिस्तस्तो तसौ तव आकर्ण्य तपिशाले चक्षुषी मधुपिञ्जरे बभूर्तु तुलकं मध्य पवित्रं विभूषितं एवं मुक्ता सुतं दृष्ट्वा पुनरावत्सुकं द्विदिजम् अहोसुदेव नयतस्त्वयं पुरसागर गूढशत्रुकं भूकण्ठ स्निग्धकुञ्जितमूर्धज तुङ्गवच्छ पृथुग्रीव समकर्णो विशाङ्कसः सर्वलक्षण सम्पूर्ण पुत्र भाग्ये निवर्धनम् एक एव महान् दोषो येन सर्ववृथा कृतम् इत्युक्त्वा मौलिमा धुन्वन् विनिश्वास्य ब्रवीन् मुनिः। पूर्वगायो परिच्छेद चत्वालक्षण पुत्रभार्यो परिच्छेद पश्चालवक्षणं दिशितं निरायि सकुमारस्य लक्षणै किं प्रयोजनम् सुदेव तनयोऽयं ते द्वादशे हयने जले मृत्युं यस्यति तस्मात् त्वं शोकं मा कुरु मानसे अवश्य मावल्यो बाबा भवन्त्येव न संशय तत्र पृथ्वीविनिधास्त मुमुर्षुरमिविभेषजम्। ओम वाल्मीकिरुवाच यदुदीय यतो ब्रह्मा लोकं देवलोको मुने सुदेव स गौतम्या पपात धरणि तले बिललापचिरं भूमौ देवलोक्तं वज्रस्मरण अथ स गौतमी पुत्रं साङ्गमारोप्य धैर्यतः। ओम चुम्बवदनं प्रेमाणतः पश्चात् पतिं वाचः। ओम गौतम्योवाच ओम द्विजराज न कर्तव्य भवतिर्भावेषु वस्तुषु न भावे भविता पुत्र भाव्यमेव भविष्यति किं नु दुःखमापन्ना नलराम युधिष्ठिरा बन्धनं बलिराजापि प्राप्तवान् यदभक्षयं हिरण्याक्षवदं घोर पितृपि निधनं गतः कार्तवीर्यशिरच्छेदं रावणोऽपि तथाप्तवान् वीरं रघुनाथोऽपि जानवाक्यप्रतापवान् परीक्षिदपि राजर्षि ब्रह्माण्ड मृत्युमात्मोताम् परीक्षिदपि राजर्षि ब्रह्माण्ड मृत्युमाप्तवान् एवं मे भाविनो भावा भवत्येव मुनीश्वरा। अत उत्तिष्ठे नाथ हरिभज सनातनं शरण्यं सर्वजीवानां निर्वाणपददायकम्। ओम वाल्मीकिरुवाच इति निजवनिता वचो निशम्य प्रकृतिं भगतवान् सुदेव शर्मः हृदयचरणाम्बुजं निधाय झटिति जौ सुतमात्मजगद भवित्रीं जय जय श्री बृहद नारदीय पुराणे पुरुषोत्तम महात्म्ये श्री नारद श्री नारायण संवादे दृढधनुपाख्ये सुदेव प्रतिबोधो नाम षोडश उत्सव। श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतकेशनाशाय गोविंदाय नमो नमः।
शिव गौरीनाथाय हरये परमात्मने नतकेशनाशाय ओंकाराय नमो नमः। यो भेगमा जो जति छन् मरेका अकालमा मृत्युवरण गरेका पाउन् सबैले वैकुण्ठ धाम भन्दै गरौँ श्री हरिमा प्रणाम भन्दै गरौँ श्री हरिमा प्रणाम भनेर अहिले हामीले पुरुषोत्तम महात्म्यको यो एक अध्याय पाठ श्रवण गऱ्यौँ। अब हजुरहरूलाई यसको कथा श्रवण गराउनेछौँ भन्दै अब भगवानले ती सुदेव ब्राह्मणलाई पुत्र दिनुहुन्छ अथवा दिनुहुन्न। हिजो हामीले जे कर्ममा ल्याएको छ जे पूर्वजन्ममा लेखेको छ त्यो मात्रै पाइन्छ, अहिले यहाँ खोजी गरेर पाइँदैन भनेर जब भगवानले भन्नुभएको थियो र हरि भगवानले भन्दा भन्दै पनि हाम्रा कर्ममा नल्याएका कुराहरू खोजी गरेर बल्ल बल्ल जबरजस्ती प्राप्त भयो भने पनि ती सहकार्य हुँदैनन्, अलि लामो समयसम्म हुँदैन भनेर बताउनु भएको थियो हिजोको अध्यायमा। अब आज फेरि श्रीनारायणले भन्नुभयो, श्रीनारायण भएको छ श्रुडुनारद वच्छिरं यदुक्तं विरधं वने वाल्मीकिनामा प्राज्ञा चरितं परमाद्भुतम्। अब श्री नारायण भगवानले भन्नुभयो, हे नारायणले भन्नुभयो, हे ब्रह्मा प्रज्ञा, हे बुद्धिमान नारद। त्यतिखेर वाल्मीकि ऋषिले राजा दृढधनुवालाई जुन अत्यन्तै अद्भुत आश्चर्य लाग्दो चरित्र वृत्तान्त भन्नुभयो त्यो तपाईँसँग म भन्दछु, सुन्नुहोस्। अनि वाल्मीकिले भन्नुभयो, हे महाराज दृढधनुवा, मेरो वचन सुन्नुहोस्। केशव भगवानको आज्ञाले गरुडजीले ती ब्राह्मण श्रेष्ठलाई यो कुरा भन्नुभयो कि गरुडले भन्न लागे, हे तिजहरूमा श्रेष्ठ, हे सुदेव, 7 जन्ममा पनि अर्थात् 7 जन्मसम्ममा पनि नै तिमीलाई पुत्र सुख छैन भने जो वचन हरिले आज्ञा गर्नुभयो त्यो त्यतिखेर तिमीलाई यस्तै नै हुनेछ। तैपनि स्वामीबाट आज्ञा पाएकोले दयाले गर्दा म तिमीलाई छोरो दिन्छु। हे तपोधन तपस्वी सुदेव, मेरै अंशबाट बनेको छोरो तिमीलाई हुनेछ भनेर जब गरुड भगवानले भनेपछि जुन पुत्रदा गौतमीका साथ तिमीले सत्य साँचा आशिष मनोरथहरू पाउनेछौ, परन्तु त्यस छोरोबाट हुने दुःख तिमी दुवैलाई अवश्य पनि मिल्नेछ। छोरो लेखेको छैन भनेर भन्नुभएको थियो हरि भगवानले। त्यसैले उहाँले जबरजस्ती मलाई छोरो चाहिन्छ, नभए तपाईँको धर्म कर्म कसैले गर्दैन, तपाईँको धर्म नष्ट हुन्छ, तपाईँ संसारलाई वरदान दिनेवाला हुनुहुन्छ, त्यसैले किन छोरो हुँदैन भनेर भगवानसँग जब झगडा गर्दाखेरि अनि गरुडले भनेका थिए भगवानलाई, हजुरको सबै यो धर्म कर्म नै हराउँछ भने यी ब्राह्मणलाई जसरी पनि छोरो दिनु भनेपछि अनि हरि भगवानले गरुडलाई जसरी पनि यी ब्राह्मणलाई छोरो दिनु भनेर अराउनु भएपछि अब छोरो त हुने भयो, छोरो त दिने हुनुभयो, तर त्यो छोरा सँगसँगै दुःख पनि आउँछ भनिदिनु भयो दुवैजनालाई। अब दुःख हुनेछ। हे दिज साधु, हे श्रेष्ठ ब्राह्मण, तिमी धन्य धन्य छौ जो कि तिम्रो बुद्धि हरि भगवानमा सधैँ सधैँ लागिरहेको छ अनि हरि भक्ति सकाम इच्छा पुरा गर्ने होस् अथवा निष्काम इच्छा चाहने होस् अथवा दुवै हरिका प्रिय छन्। जसले निष्काम भनेको निष्काम भक्ति भनेको भगवानलाई जस्तै एउटा यो आँप छ भने यो आँप भगवानलाई सबै चढायो भने त्यो निष्काम भक्ति हो। आदि हामीलाई राखेर आदि भगवानलाई चढायो भने त्यो सकाम भक्ति हो। त्यसैले निष्काम भक्ति कसैले गर्छ भने पनि र इच्छा राखेर जसले भगवानको यो पुरुषोत्तम महिनामा जसले इच्छा राखेर कामहरू गर्छ भने पनि भगवानको पूजन गर्छ भने पनि र निष्काम भनेको केही आशा नराखिकन मेरो मन भगवान म यो धराधाममा हजुरले सृष्टि गरेर पठाउनु भयो, म हजुरको धामसम्म आउने योग्यता मेरो छैन होला, म मूर्ख होला, मैले केही गर्न जानेन होला, मैले केही गर्न सकिनँ होला, मैले के राम्रो के नराम्रो त्यो पनि थाहा पाइनँ होला, हजुरको धामसम्म जाने मेरो हैसियत छैन भने पनि मलाई एउटा कुरो मात्रै गर्नु भगवान, हजुरले हजुरको नाम मलाई भन्न अथवा जप्न, हजुरको नाम मलाई आउँछ, म त्यही हजुरको नाम जप्नबाट कहिल्यै पनि विचलित हुनु नपरोस्, सधैँभरि हजुरका यी नामहरू मेरा यी जिब्रामा आएर बस्छन् भनेर जब यस्तो कुराले जसले त्यसरी चाहेर पनि नचाहेर पनि जो काम भक्ति गर्छ भने यी हरिका साह्रै प्रिय हुनेछन् भनेर बताउनु भयो। अनि मनुष्यहरूको शरीर पानीका फोका जस्तो हो, क्षणभरमै नाश हुनेवाला हो। हाम्रो शरीर भनेको पानीको त्यो पिँडालुको पातमा पानी बसे जस्तो पहिला बस्छ, टल गर्छ, पछि यसो हावाले त्यो पात हलाइदिन्छ, फुल्लुकै झर्छ। त्यसैले यो मनुष्यको जिन्दगी भनेको यस्तो चोला हो अनि यस्तो क्षणभङ्गहरू भनेको क्षण एकछिनमै नाश हुनेवाला हो।
अनि पाएर पनि यो शरीर क्षणभङ्गुर हो भनेर यो शरीर हामीले जान्छ। यो शरीर हाम्रो एकछिनको हो भनेर जान्दा जान्दै पनि यो शरीर पाएर पनि जो विषय वासनामा सधैँभरि नडुबेको हरिको चरण कमललाई हृदयमा सम्झिरहन्छ त्यो मनुष्य धन्य धन्य हुन्छ। यो यति यो तरि नसक्नु विषय वासना रूपी संसार सागरबाट जो तारिदेओस्, अर्थात् जो पारी पुर्याइदिने शक्ति हरिबाहेक अर्को कोही पनि हुन सक्दैन भनेर बताउनु भयो। अनि भगवानको नै केही कृपाले गर्दा मैले तिमीहरूलाई छोरो दिएको हुँ, तसर्थ मनमा निरन्तर हरि श्री हरि भगवानलाई धारेर अर्थात् सम्झी राखेर सुखपूर्वक चल, यानी व्यवहार गर, विषयमा आसक्त नभइकन उदासीन विरक्त पालले रहेर संसारबाट प्राप्त हुने सुख भोग गर भनेर जब गरुडले भनिदिनु भयो ब्राह्मणदेवलाई त्यसो भनिदिनु भयो। अब फेरि वाल्मीकिले भन्नुभयो, वाल्मीकि ऋषिले वाल्मीकि उवाच दम्पत्य पश्यत्यो सद्यो द्वन्द्व वरमनुत्तमम् खगोद्धार हरिधि शीघ्रं येयो निज निकेतनम् सुदेवपि तप सपत्नीं त घोर लब्ध मनोगतम् आशा सुप्रियं भेजे गार्यस्थ सुखमुक्तमम्। अब त्यसो भनेपछि ती ब्राह्मण र ब्राह्मणी आफ्ना गृहस्थमा जानुभयो। अब खुसी हुनुभयो र जानुभएको थियो। अनि वाल्मीकिले भन्नुभयो त्यस्तो अति अति उत्तम श्रेष्ठ वर दिएर ती दुवै दम्पतिले हेर्दा हेर्दै उति नै खेर गरुडद्वारा हरि भगवान झट्टै नै आफ्नो स्थान वैकुण्ठ धाम जानुभयो। वैकुण्ठ धामको नैमिषारण्य धामको। अनि ती ब्राह्मण र ब्राह्मणकी पत्नीले हेर्दै हेर्दै हुनुहुन्थ्यो। भगवान हरि भगवान उनीहरूले हेर्दा हेर्दै एकैछिनमा अलग हुनुभयो अथवा हराउनु भयो, वैकुण्ठ धामतिर लागेर जानुभयो। यता पत्नीसहितका सुदेव पनि आफूले चाहे जस्तै वर पाएर आफ्नो घर आएर उत्तम उत्तम कार्यहरू गृहस्थाश्रमको सुख भोग्न लाग्नुभयो। अनि आज भोलि गर्दा गर्दै केही समयहरू बिते। अनि गौतमीको भारी जिउ भयो, अर्थात् उनले गर्भ धारण गरिन् र 10 महिना लागेपछि गर्भ पुरा भयो। अनि सुत्केरी हुने बेला भएपछि उनले अति अति उत्तम छोरो पाइन् र छोरो जन्मेपछि सुदेव ब्राह्मण त दङदास हुनुभयो। अनि सज्जन विद्वान ब्राह्मणलाई बोलाएर जात कर्म संस्कार गरेर अनि नुहाई धुवाई शुद्ध लुगा लगाई तयार भएका ती ब्राह्मण श्रेष्ठ सुदेवले ती बोलाएकाहरूलाई ब्राह्मणहरूलाई धेरै धेरै दान दिन लाग्नुभयो। अनि त्यसपछि ब्राह्मणहरू पनि आफ्ना आफ्ना बन्धु बान्धवका साथ भएर ती बुद्धिमान सुदेवले यसको नामकरण गरेर कृपालु गुरु गरुडजीले प्रेमले यो छोरो दिनुभएको हो। अनि सत्कालीन चन्द्रमा जस्तै चम्किलो अनुहार भएको, अनि सुदेव समान तेजस्वी हुनाले यो मेरो प्यारो छोरो पनि सुखदेव नै नाम भएको होस् भनी उनको नाम सुखदेव भनेर राखिदिए। अनि आफ्ना पिताजीले यो नाम चाहिँ सुखदेव राख्नुपर्छ भनेर माग गरेपछि ब्राह्मणहरूले पनि सुखदेव भनेर नाम राखिदिए। अनि आमाको मनलाई असाध्यै आनन्द दिनेवाला अर्थात् आमाको अत्यन्तै प्यारो त्यो छोरो पिताको मनोरथका साथसाथै शुक्ल पक्षका चन्द्रमा जस्तै चाँडै नै बढ्यो। अनि बाबुले हर्षका साथ यानी खुसी हुँदै हुँदै व्रत बन्द गरिदिनु भयो। अनि छोरालाई गायत्री मन्त्र दिँदा भए। अनि त्यसपछि वैदिक वेदारम्भ संस्कार पाएको त्यो बटु ब्रह्मचर्य व्रतमा रहँदो भयो। अनि ब्रह्मचर्यको तेजले युक्त भएको त्यो बालक साक्षात् दोस्रो सूर्य झैँ चम्किरहन्थ्यो। अनि बुद्धिको खाने त्यस कुमारले वेद पढ्न प्रारम्भ गर्यो। अनि गुरु भक्त गुरुको प्यारो कुमारले सद्बुद्धिले आफ्ना गुरुलाई आनन्द गरायो अर्थात् प्रसन्न पार्यो। अनि गुरुले एकैपल्ट भनिदिँदा मात्रै पनि सबै विद्यार्थीले सबै प्राप्त गर्ने गर्थ्यो। अब हिजो उहाँका पिताले भन्नुभएको थियो नि, हिजो भन्नुभएको थियो कि म पिता हुन सकिनँ, मेरा छोरालाई वेद पढाउन मन लागेको थियो, सन्तान नभएका कारणले वेद पढाउन सकिनँ। मैले मेरा सन्तानलाई काखमा राख्न मन लागेको थियो, काखमा राख्न पनि सकिनँ। मेरो जन्म धिक्कार हो, म धिक्कार जन्मेछु। मेरो यो आयु पनि मलाई यति छोटो आयु पनि धेरै लामो भएको छ यो आयु भने जस्तो लाग्छ। मलाई छिटै मर्न मन लागेको छ। किन केका कारणले भन्दा सन्तान नभएका कारणले म साह्रै दुःखी भएको छु भन्नुहुन्थ्यो। आज पुत्र प्राप्त गरेपछि साह्रै खुसी हुनुभयो र छोरालाई आफ्ना छोरालाई गर्ने कर्महरू सबै गरिदिनु भयो। अब वाल्मीकि उवाच एकदा दैवलोक्याघात कोटि सूर्य समप्रभ तमल्लोके सूर्य गोसौ न नाम दण्ड मनमुदा
पूजया मास विधि धर्घ्य पादादिभिर मुनिम आसनं कल्पयामास देवालय महात्मले। अब फेरि वाल्मीकि ऋषिले भन्न लाग्नुभयो। अनि तब वाल्मीकिले भन्नुभयो यस्तै यस्तैमा कुनै दिन सुदेव 8 ठाउँ 1 करोड सूर्य समान तेजिला देवल नामका ऋषि टुक्लुक्क आइपुग्नुभएछ। अनि सहसा उनलाई देखेर हर्षले ती सुदेव ब्राह्मणले लम्बसार परेर प्रणाम गर्न लाग्नुभयो। अनि ढोग्न लाग्नुभयो। अनि विधिपूर्वक ती मुनिलाई अर्घ्यपाद्य आदिहरूले पूजा गरेर ती महात्मा देवलाई नमस्कार बस्नका लागि आसन टक्राएर अनि आसनमा बसाएर अनि देवता ओ जस्ता देखिने भगवान महादेव महोदय देवल त्यस आसनमा बस्नुभयो र त्यसपछि आफ्ना चरणमा गिरेको निहुरेको यस रोगी रहने कुमारलाई देखेर देवलले भन्नुभयो। देव उवाच भोगोसु देवधन्योसि पुष्टस्ते भगवान् हरे एतस्तं प्राप्तवान् पुत्रं दुर्लभं सुन्दरं वरम् एतदेश सुतक्वापि न कस्याप्यावलोकिता विनीतो बुद्धिमान वाग्मी वेदाध्ययन शीलवान् भनेर अब देवल भन्ने ऋषि आइपुग्नु भएको थियो। त्यो जुन बच्चा थियो त्यो बच्चाले देवल भन्ने ऋषिको पाउमा परेर ढोगे गरेपछि अब ऋषिले भन्न लाग्नुभयो कि भगवान देवलले भन्नुभयो कि त्यो आसनमा बसेर ती बाबुलाई त्यो ढोगै देखेर देवलले भन्नुभयो हे भो सुदेव तिमी साह्रै धन्य छौ। तिम्रा उपर हरि भगवान साह्रै प्रसन्न हुनुभएको छ किनकि तिमीले दुर्लभ पाइ नसक्नुको अति राम्रो अति असल छोरो पाएका रहेछौ। विनित नम्र बुद्धिमान बाठो भोलिकण्ठ र वेद पढ्नमा लागि परेको यस्ता प्रकारको छोरो भए पनि कसैको पनि देखिएको छैन आजसम्म। तर तपाईँको पुत्र यस्तो रहेछ भनेर जब ती देवल ऋषिले भनेपछि अब वाल्मीकि उवाच फेरि वाल्मीकिले भन्नुभयो इत्युदिर्य गतो ब्रह्मा लोकदेवलको मुने सुदेव स गौतम्या पपात धरणि तले विललापचिरं भूमौ देवलोकं वच स्मरन् अथ सा गौतमी पुत्रं स्वाङ्कामारोप्य धैर्यता। अनि हे पुत्र हे बाबु यता आऊ भनेर ती ऋषिले त्यो बाबुलाई बोलाएपछि अनि तेरो हातमा यो के आशा देख्दछु सुन्दर छाता जोडा चामर भएको एवं जौको रेखाको साथै कमल फुल गुणासम्म पुग्नेवा लामा हात्तीका सुर समान तेरा दुवै हात कानसम्म पुग्ने लाम्चा बडे राता आँखा अनि गोलो शरीर तिनवटा मुजाले सुशोभित भएको पेट रहेछ यति ठुलो यति यस कुमारका बारेमा भनिसकेपछि फेरि पनि अझै सुन्न ती सुदेव ब्राह्मणलाई उत्सुक भएको देखेर देवलले भन्नुभयो अहो हे सुदेव तिम्रो यो छोरो त घुरको सागरको खानी रहेछन् अनि खगाले हात भरिएको रहेछ शङ्ख जस्तै आकारको घाँटी रहेछ चिल्ला घुम्रिएका केशहरू भएको अनि उठेको बाक्लो छाती लामो चौडा छाती भएको अनि गोरुको जस्तो काँध हुनाले सारा शुभ लक्षणले भरिएको यो तिम्रो छोरो ठुलो भाग्यमानी नै रहेछ। अनि एउटा नै यसको ठुलो दोष रहेछ जुन दोषले सारा गुणहरूलाई बेकार पारिदियो। यति भनेर छुनुमुनु गर्दै लामो सास तानेर मुनिले फेरि पनि भन्न लाग्नुभयो। देवल भन्ने ऋषि आउनु भएको थियो उहाँका घरमा तर छोराका हातका रेखा हेर्नुभयो उहाँले अनि सबै कुरा लक्षणले युक्त भएको परिपूर्ण भएको छ तर एउटा चाहिँ नराम्रो कुरा छ भनेर भनिदिनु भयो। अब यसमा एउटा मालिकलाई एउटा काम गर्ने मान्छे चाहिएछ अनि मालिक हिँड्नुभयो कि एउटा काम गर्ने मान्छे चाहियो भनेर खोज्दै हिँड्नुभयो। एउटा ठिकैको सानो अलि ठिक्कको फुचेलाई भेट्नु भएको थियो। त्यो फुचे कतै कसैको कोहीसँग मागेर खाने कतै कोहीसँग लुटेर खाने त्यसरी गर्दै थिए। अनि ती मालिकले देख्नुभयो र त्यसलाई सोध्नुभयो बाबु तिमी यसरी लुटेर खाने यसरी मागेर खाने होइन तिमी मसँग होइन मेरो घरमा म यसो तिमीलाई काम पनि लाउँछु पढाइ पनि दिन्छु मसँग जान्छौ त भनेर सोध्नुभएछ। अनि त्यो फुचेले जान्छु भनेर भने अनि तिम्रा गुणहरू के छन् छन् र अपगुणहरू पनि के छन् भनेर मालिकले सोध्नुभयो। अनि उनले भनेछ मेरा 100वटा गुण छन् 99वटा गुण छन् दुईटा मात्रै मसँग अपगुण छन् भनेर भनेछ।
अनि त्यसपछि मालिकले घर लिएर आउनुभयो। घर लिएर आएपछि त्यो बाबु केही काम पनि गर्दैन, बोल्दा पनि बोल्दैन, चटाक पटाक पनि गर्दैन। अनि मालिकले सोच्नु भएछ कि यो फुच्चे साह्रै भोकाएको, धेरै दिन खान नपाएको, त्यो खान नपाएर होला यो यस्तो भएको, लोलाएको अथवा लटिएको भनी ठान्नु भएछ र मालिकले अनि अब राम्रो राम्रो खानेकुरा पकाएर दिनुभयो। अब खानेकुरा खाएपछि यो उठ्छ होला, काम गर्छ होला भनेर जब मालिकलाई लागेको थियो अनि मालिकले खाना दिनुभयो। अनि नखाउन्जेल ऊ बोल्दै बोलेको थिएन, अब खाएपछि ऊ चल्नै सकेन। त्यसैले अनि मालिकले भन्नुभयो, बाबु तिमीलाई त काम गर्न भनेर ल्याएको त, अघि खाना नपाउँदा पो तिमी एकदम लत्रङ्ग पऱ्यो होला भनी ठाने मैले। अब त मैले मिठो मिठो खानेकुराहरू पकाएर खाना दिएँ, अब किन फेरि चल्दैनौ भन्दा उसले भनेछ, मालिक मैले अघि हजुरलाई भनेको थिएँ नि मेरा 2टा अपगुणहरू छन्। अनि भनेको थिएँ हजुरलाई, त्यही भएर मेरा यी 2टा अपगुण के हुन् भने नखाउन्जेल म बोल्न सक्दिनँ, खाएपछि चल्नै सक्दिनँ। राधा कृष्ण भगवानको भन्दैछ। अनि त्यसपछि यहाँ त्यस्तै भयो, सबै लक्षणले युक्त भएको थियो, तर एउटा कुरो साह्रै नराम्रो छ भनेर भन्नुभयो ऋषिले। अब वाल्मीकि रोग आछ। फेरि वाल्मीकि ऋषि भन्नुहुन्छ, यद्यतिले गतो ब्रह्मा लोकम देवलोको मुनि सुदेव स गौतम्या पपात धरणी तले बिललापचिरं भूमौ देवलोक्तं वच स्मरण अतच गौतमी पुत्रं स्वाङ्गमारोप्य धैर्यत। अब वाल्मीकि ऋषिले भन्नुभयो, अनि यस्तो भनेर ती छुनु मुनु गर्दै गर्दै लामो सास तानेर मुनिले लामो सास फेरेर मुनिलाई पनि साह्रै पिर भयो। सबै लक्षण युक्त भएको छ, तर एउटा चाहिँ साह्रै नराम्रो यो लक्षण छ भनेर लामो सास फेर्नुभयो र दिक्काउनुभयो। अनि त्यसपछि पहिले आयुको परीक्षा दिनुपर्छ, अर्थात् विचार गर्नुपर्छ, अनि मात्रै पछाडि लक्षणहरू बताउनुपर्छ। आयु नै नभएका अर्थात् छोटो आयु कुमारको शुभ लक्षणहरूले के प्रयोजन छ र? हे सुदेव, तिम्रो यो छोरो 12 वर्षको उमेरमा पानीमा डुबेर मृत्युमा प्राप्त हुनेछ भनेर भनिदिनु भयो। अब त्यति बेला अब त्यस्तो तपस गरेर रोइ कराई गरेर भगवानहरूले हुँदैन तिमीलाई, ब्रह्माले तिमीलाई पुत्र 7 जन्मसम्म लिएको छैन भन्दा पनि उहाँले जबरजस्ती गर्नुभयो। अनि हरि भगवानले गरुडलाई भन्नुभएको थियो, अराएर जब गरुडले छोरो दिनुभएको थियो, अब छोरो त सबै कुरा लक्षिनै लक्षिन्थ्यो, तर एउटा कुरा त्यस्तो भएर अब ऋषिले त त्यसो भनिदिनु भयो। अनि आयु छैन, त्यसैले अर्थात् छोटो आयु भएको त्यो लक्षणहरू हेर्नको के प्रयोजन छ र? जसको आयु नै छैन भने त्यो के भाग्यमानी के अभागी, त्यस्तो रेखाहरू हेर्नको के प्रयोजन छ र भन्नुभयो। अनि त्यसरी पानीमा डुबेर मृत्युमा प्राप्त हुनेछ भनेपछि मर्नेछ। यानि त्यसकारण तिमी मनमा शोक नगर्नु, किनकि हुने कुराहरू अवश्य नै हुन्छन्, यस कुरामा कुनै संशय शङ्का छैन। अनि मर्न आँटेकालाई उपति खुवाउनु, जस्तै त्यसबारे कुनै प्रतिक्रिया टालटुल पार्ने अर्को उपाय छँदै छैन। वाल्मीकि ऋषिले भन्नुभयो, यति भनेर देवल मुनि जहाँबाट आउनुभएको थियो उसै ब्रह्मलोकतिर जान लाग्नुभयो। अनि सुदेव ब्राह्मण पत्नी गौतमीका साथ पिरले पृथ्वीमा पछारिनुभयो र पृथ्वीमा पछारिएको पछाडि देवले भनेको कुरा सम्झी धेरै बेरसम्म विलाप गर्न लाग्नुभयो। अनि त्यसपछि उनकी पत्नी पनि ती गौतमीले धैर्य धारण गरेर छोरालाई आफ्नो काखमा राखेर भन्न लाग्नुभयो। सबैले पनि कति राम्रो आज कथा सुन्नु पर्ने। अनि भन्न लाग्नुभयो, ओम गौतम यो बाछ तिजरा नकर्तव्य बधिर्भावेश वस्तुषु न भाव्य भविता पुत्र भाव्यमेव भविष्यति किम्नु नो दुःखमापन्ना नल राम युधिष्ठिर। अब गौतमी माताले भन्नुभयो, प्रेमपूर्वक अति प्यार गर्दै गर्दै छोराको मुखलाई भय खाइन् अर्थात् चुम्म गरिन् र त्यसपछि उनले पतिलाई भनिन् कि गौतमीले भन्न लागिन्, हे तिजराज, हे ब्राह्मण श्रेष्ठ, नभई नछोड्ने वस्तु विषयमा डर मान्नु हुँदैन, अर्थात् डराउनु हुँदैन। जो हुनेवाला हो त्यो भएरै छाड्छ, कहाँ हुन्छ र? यो जो हुनेवाला हो त्यो मात्रै हुन्छ, त्यो हुने कुरा नभए पनि छाड्दैन। हे राजा, न रामचन्द्र युधिष्ठिरहरूले दुःख पाएनन् र अनि बलि राजा पनि बन्धनमा बाँधे, यादवहरू पनि साराका सारा नाशमा प्राप्त भए। यानि यादव वंशै नासिने हिरण्याक्ष विचलीले मारिदियो अनि वृत्रासुर पनि मृत्युमा प्राप्त भए। अनि सहस्रार्जुन कर्ति
कार्तिप्रियले पनि शिरै काटिदियो, रावणले पनि त्यही गति प्राप्त गर्यो, अर्थात् उसका पनि शिर काटे। अनि रघुनाथ पनि वनमा जानु पर्यो, विरहमा प्राप्त हुनु पर्यो। हे राजर्षि, परीक्षित पनि ब्राह्मणद्वारा अर्थात् ब्राह्मणको श्रापद्वारा मृत्युमा प्राप्त भए। अनि यानी मरे। यस कारण हे मुनीश्वर, हे मुनिश्रेष्ठ, हे ब्राह्मण श्रेष्ठ, जो हुनेवाला छन् ती सबै कुरा भएर नै छाड्छन् भनेर आफ्नो पत्नी कति ज्ञानी हुनुहुँदो रहेछ, पतिव्रता नारी हुनुहुँदो रहेछ नि उहाँ। त्यसैले हुने कुरा सबै हुन्छ। अब त्यस्ता राजा महाराजालाई पनि त श्राप परेर मर्नु पर्यो। रामचन्द्र जस्ता भगवानलाई पनि वनवास जानु पर्यो। रामचन्द्र राजा वनवास गएका बेलामा जबकि दशरथ महाराजका 4 छोरा हुनुहुन्थ्यो। अब छोराहरू वनवास गएपछि दशरथ राजाको मृत्यु भयो। मृत्यु हुँदा पनि त त्यो छोराहरूले क्रिया गर्नलाई अलिक दिन लाग्यो, 4-5 दिनसम्म राखेर मात्रै लानुभयो। त्यसैले यी जे कुराहरू हुनेछन् ती कुरा भएरै छाड्छन्, कसैले पनि टार्न सक्दैन। त्यसैले यस्ता कुराको चिन्ता नगर्नु। यो हुने कुरा कसैले टार्दैन, यो हुने कुरा भएरै छाड्छ। त्यसैले अघिल्ला जन्ममा लेखेका कुरा अहिलेको यो जन्ममा आएर भोग्नै पर्छ, दुःख नमान्नु भनेर आफ्ना छोरालाई काखमा राखेर मही खाँदै त्यो बल्ल पाएको छोरो फेरि सबै कुराले परिपूर्ण बनाएको थियो। त्यसैले आफ्नो छोरो त्यस्तो देखेर आमालाई त खपिसक्नु भएको थिएन होला, तर पनि पिताले ढलेका कारणले उहाँ